भनेको त यो वडाध्यक्ष जो को हुँदो रहेछ त्यहाँ तेरिका अध्यक्ष मान्छे पनि चिन्न नसक्ने स्थितिमा रक्सी खानु भएको छ। यो तरिकाले त भएन भाइ। अब मान्छे पनि कसरी चिन्नु त यार कमसेकम वडामा रक्सी खाने बजार त सिकाउनु पर्छ यार। ल हेर न, अब के कुरा गर्नुभयो हजुरले? हामीले नगर विकासको लागि पैसा छुट्याउने हो, बाटोघाटो बनाउनुको लागि पैसा छुट्याउने हो, तपाईँको रक्सी खानको लागि पैसा छुट्याउने हो र भाइ भने के? मेरो लागि रक्सी खाने पैसा छुट्याउनु भनेको धेरै ठुलो विकास हो है। त्यो भएको भएर है त्यो भएको भएर त्यही भएको भएर हेर्नुहोस् यार, मलाई वडाध्यक्ष धेरै नसिकाउनुहोस् है। यो रक्सी त मैले वीरबहादुर सरसँग सँगै बसेर खाएर आएको मान्छे हो। अब सुपारी खानुहुन्छ कि स्वाट सट तान्नुहुन्छ त्यो मलाई मात्र थाहा छ यार। अब अरूलाई भनेर भएन होइन। ए यो जुत्ता त मेरो डिल्ली सरसँग साट्छ यार। अब यसो सँगै बसेर रक्सी खाउँछु भन्नुभयो यार, मेरो जुत्तै साटेर लाउनुभएको छ। कतिजना उयो दिल्ली सर यार, तेरो बर्बाद गर्नुभयो यार। ए यो त हिजो अलिक बढी भएछ। अनि त्यो निबुवा चोक छ नि पिपल चौधरामा, त्यही रक्सी खाएर सुतेको होइन। अनि सुतेको धुलै भएछ त्यति मात्र होइन यार, यसो सुतेको थिएँ उताबाट अत्यन्तै विकास प्रेमी कुकुर आएर यसरी खुट्टा उठाएर मुखमा दुरुक्क मुत्थ्यो यार। अब यसो अमिलो अमिलो त हुँदो रहेछ अलिअलि होइन। ठिकै छ, कुकुरले पनि एक कुराको सम्मानै गर्यो मलाई त्यसले। कस्तो कुरा गर्नुहुन्छ यार, रक्सी नखाएर के खान्छ? रक्सी त अरे कस्तो गर्मी भयो तेरिके। ल यो जाडो भएर टोपी लगाएको त प्लास्टिकको टोपी लगाएको छ तेरिके। ल यही फालिदिन्छ यार। गर्दा कुरा सिकाउनु छ मान्छेले। मेगाश्री खाएर मेगाश्रीको गोल्टा फाल्न हुने, कुरमुरे खाएर कुरमुरेको गोल्टा फाल्न हुने, चाउचाउ खाएर चाउचाउको गोल्टा फाल्न हुने, अनि मैले एउटा जाबो प्लास्टिकको खोसा फाल्न नहुने कुरा गर्नुहुन्छ तपाईँ यार। त्यो हुँदैन, गुखाने कुरा त हुँदैन। अरू उस्तै पऱ्यो भने छ नि त्यो ढलमा टोयलेट सेफ्टी ट्याङ्की मिलाइदिएर आउँछन् मान्छेले। त्यो गरेर तपाईँले हेर्नुहुन्न अध्यक्षज्यूले होइन। अनि प्लास्टिकको बोतल लगेर त्यो सेफ्टी ट्याङ्की त्यो ढलमा मिसाइदिन्छन्, त्यो हेर्नुहुन्न। अब मैले रक्सी खाएको बेलामा अलिकति एउटा प्लास्टिक टोपी फालेँ, त्यो हेर्नुभयो तपाईँले होइन। कुरा गर्नुहुन्छ यार। मैले कस्तो गरेँ यार? यो हालत तालको कुरा सुन्नुहोस् यार। अब तपाईँ बढी तपाईँले वडाबाट रक्सी खाने बजेट पनि छुट्याउनु भएन। अब म त जङ्गलतिर गएँ। कस्तो कुराहरू हुन्छ यार। जङ्गलमा पैसा कमाउनु जानु लाग्यो। कस्तो कुराहरू हुन्छ यार। पैसा बोल्ने रुख देख्नु भएको छैन? त्यो भने के भने जाने रुख काट्ने बेच्ने होइन, अनि पैसा आउँछ रक्सी खाने। तिम्रो रक्सी त मैले त्यही रुख बेचेर पैसाले खाऊ। रुखलाई काटेर तपाईँले रक्सी खाएर हुन्छ। रुख भनेको त प्राकृतिक सम्पदा हो, त्यसलाई काट्ने होइन, त्यसलाई त जगेर्ना गर्नुपर्छ भाइ। रुखले के दिन्छ हामीलाई? रुखले तपाईँलाई अक्सिजन दिन्छ। तपाईँ जसले बाँचिराख्नु भएको छ, सास फेरिराख्नु भएको छ, त्यो दिने भनेको। तपाईँ कहाँ छ अक्सिजन? खोइ तपाईँ कोटो ओजीमा छ अक्सिजन? अक्सिजन देखिने चिज होइन के भाइ, तिमीलाई म सम्झाउँछु। अक्सिजन भनेको एउटा प्राकृतिक सम्पदा हो, त्यो चाहिँ हामीले जगेर्ना गर्न सकेनौँ भने हामी के हुन्छौँ त त्यो पनि सक्छौँ भाइ। तिमीलाई अब धेरै चिज सम्झाउनु पर्ने रहेछ। त्यसैले रुख काटेर बेच्ने काम नगर, त्यो रक्सी खाने काम पनि नगर। धेरै यार जाइ जान्ने नहुनुहोस्, तपाईँ उडाध्यक्ष नै जानु प्रधानमन्त्री भन्नु जानुहोस्। सिकाउनु हुँदो रहेछ यार मलाई यार। कुरा गर्नुहुन्छ अनि पृथ्वीले कसरी बोक्यो मलाई भन्नु त? पृथ्वीले कसरी बोक्यो मलाई गर्नुहुन्छ यार। पृथ्वीले तपाईँलाई कसरी बोक्यो भन्नुहुन्छ? तपाईँ कहाँ आउनुहुन्छ ल भन्नुहोस् त? तपाईँ कहाँ उठिराख्नु भएको छ? म अहिले चप्पलगढीमा छु। चप्पलगढी कहाँ छ त? कुरा नगर्नुहोस् यार। हेर्नुहोस्, बोक्ने कुरा गर्नु होइन। बोक्ने भने चाहिँ 9 महिना मेरो आमाले कोखमा बोक्नु हो।
अनि जन्मिसकेपछि मेरो खुट्टाले बोकिरहेछ मलाई कसरी पृथ्वीले बोक्यो अनि तपाईँको खुट्टा केसमा छ त कहाँ छ ल भन्नुहोस् मलाई मेरो खुट्टा जुत्तामा छ यार अनि खुट्टा केसमा छ ल भन्नुहोस् जुत्ता यहाँ माटोमा छ अनि हो यो माटोलाई नै हामीले के भन्छौँ त हो त यार यो माटो भने त पृथ्वी त हो नि होइन माटो भनिन्छ त्यसैले तपाईँले पनि यसरी पृथ्वीलाई जताभावी फोहोर जताभावी यस्तो गर्नु भएन तपाईँलाई रोग धेरै रोग लाग्छ होइन भाइ त्यही भएर म तपाईँलाई सम्झाइरहन्छु यस्तो काम नगर्नु होला हो हेर्दै तँले मेरो ढिलै भयो नि दिमागको घैँचोमा घाम लगाइदिनु भयो